आज हेर्दा हेर्दै मेरो आँखाबाट तपतपे आँसु झऱ्यो। हाई गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ मैले कति टाइमपछि ब्लग बनाउँदैछु होइन। आजको मेरो काम भनेको चाहिँ बढाल्ने, त्यसपछि खाना पकाउने होइन। आज चाहिँ हाम्रो नेपालमा मतलब नेपालीहरूलाई चाहिँ थाहा नै हुन्छ ढिँडो भनेको के हो होइन। राष्ट्रिय खाना हो क्या नेपालीहरूको चाहिँ। अनि गुन्द्रुक र ढिँडो हो, बट हामीले चाहिँ आज साग र ढिँडो खान्छौँ होइन। त्यही पनि फापरको, मैले चाहिँ फर्स्ट टाइम खान्छु होइन। हामीले चाहिँ मतलब आगोमा केही त्यो ढिँडो सिडो जस्तै पकाउनको लागि चाहिँ आगो युज गर्छौँ, नत्र उतापट्टि भान्सापट्टि होइन। यो चाहिँ मैले आगो फुक्दै गरेको होइन। आगो फुक्न यस्तो लास्ट गाह्रो हुन्छ नि मेरो लागि चाहिँ। अरूलाई चाहिँ हुन्छ कि हुँदैन थाहा छैन होइन, हजुरहरूलाई हुन्छ कि हुँदैन, तपाईँहरूले फुक्नुहुन्छ कि हुँदैन भन्नु होला होइन। मेरो बाबाले नि खाना पकाउनु सहयोग गर्दै हुनुहुन्थ्यो होइन। तरकारी हो यो चाहिँ, मेरो बाबाले पकाइरहनु भएको थियो, मैले चाहिँ पकाएन। मेरो काम चाहिँ भिडियो बनाउने हो, जस्ट के भनौँ अल्छी हो क्या म। अनि आज चाहिँ फापरको ढिँडो हो। अनि तरकारी यो चाहिँ ढिँडो डाल्दै गर्नुभएको। हजुरहरूलाई आउँछ कि आउँदैन, मलाई चाहिँ आउँदैन कि ढिँडो डाल्न। अनि म चाहिँ रुँदै थिएँ किनकि प्याज काट्दै थिएँ, जस्ट किडिङ गाइस। अनि यो चाहिँ तरकारी भयो। आज चाहिँ लास्ट मिठो थियो किनकि बाबाले पकाउनु भएको। हस् बाई गाइस, थ्याङ्क यू फर वाचिङ। यस्तै भिडियो हेर्नको लागि सब्सक्राइब गर्नु होला। बाई।